विश्वास भनेको के हो? नयाँ विश्वासीहरू जब क्रिस्चियन हुन्छन् अथवा कुनै मानिसलाई चाहिँ विश्वास गर्नुपर्छ भनेर सिकाइरहेको हुन्छ, उनीहरूलाई थाहा हुँदैन कि विश्वास भनेको के हो भनेर। वास्तवमा के हो विश्वास भन्ने चाहिँ धेरैको प्रश्न हुन्छ। बाइबलले बताउँछ रोमी 10:17 यसकारण विश्वास सुनाइद्वारा आउँछ र सुनाइ चाहिँ परमेश्वरको वचनद्वारा आउँछ। परमेश्वरले जुन भन्नुभएको आफ्नो वचनमा, बाइबलमा जुन प्रत्येक वचन छ त्यसमाथि गर्ने भरोसा, यो विश्वास। परमेश्वरले भन्नुभएको छ म तिमीलाई कहिले छोड्दिन, म त्याग्दिन, यो विश्वास। उहाँले भन्नुभयो, सक्यो। उहाँले भन्नुभएपछि उहाँले गर्नुहुन्छ। उहाँ विश्वास योग्य परमेश्वर हुनुहुन्छ, कहिले झुट नबोल्नु हुने। उहाँले भन्नुभएको छ हामी पापी हुँदाहुँदै ख्रीष्ट हाम्रो लागि मर्नुभयो, तपाईँको लागि ख्रीष्ट मर्नुभयो, हामी सब पापीहरूको लागि त्यो ऋण तिर्दिनको लागि उहाँ मर्नुभयो। यो विश्वास गर्ने हो, मेरो लागि उहाँ मर्नुभएको हो। मैले गरेका झुटको जुन पाप, चोरीको पाप, कति गरेँ, कति बहानाको पाप, कति खराब विचारहरू गरेँ, ती पापको लागि उहाँ मर्नुभएको हो। कति झुट बोले, कति कुराचोटि चाहिँ अपशब्दहरू बोले, ती हरेक पाप जो हामीले भोग्नुपर्ने उहाँले भोगिदिनु भएको हो भनेर गरिने विश्वास, जो वचनमा लेखेको छ। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एक मात्र जन्माएको पुत्र दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्। उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, उहाँले भन्नुभएको। यूहन्ना 3:16 यो उहाँले भन्नुभएको कुरामा गरिने विश्वास, उहाँको वचनमा गरिने विश्वास। परमेश्वरले भन्नुभएको छ हिब्रू 11:1 अब विश्वास चाहिँ आशा गरिएका वस्तुहरूको निश्चयता र नदेखेका कुराहरूको प्रमाण हो। विश्वास आशा गरिएका वस्तुहरूको निश्चयता। कुनै कुरा प्रभु येशू आउँदै हुनुहुन्छ, उहाँ आउँदै हुनुहुन्छ, हामी पुरा आशा गर्छौँ। यो चाहिँ आउला कि नआउला भन्ने होइन, पुरा आशा। त्यसैले हामी उहाँकै इच्छा र उहाँकै पाइलामा हिँड्छौँ। यो प्रमाण भयो। पाइलामा हिँडेपछि प्रमाण छ नि त, विश्वासको प्रमाण। परमेश्वरले भन्नुभएको छ कुनै कुराको फिक्री नगर, तर हरेक कुराको निम्ति प्रार्थना र बिन्ती सहित, धन्यवाद सहित उहाँको सामु चढाइयोस् भनेर उहाँले भन्नुभएको छ आफ्नो वचनमा। अब हरेक कुरा, जब फिक्री कुराहरू आउँछ भने हरेक कुरामा, हरेक समस्यामा, हरेक बेलामा हामी प्रार्थनामा उहाँमा जान सक्छौँ, किनभने उहाँले भन्नुभएको छ यो विश्वास। परमेश्वर तपाईँको लागि मर्नुभएको हो भनेर उहाँले जुन भन्नुभएको छ वचनमा गरिने विश्वास। पापीको लागि उहाँ मर्नुभयो, धर्मीजन अधर्मीको लागि उहाँ मर्नुभयो। उहाँले भन्नुभयो, उहाँले गर्नुभएको कार्यमाथि गरिने विश्वास। उहाँ जो देखिनुहुन्न, देखिएझै गरी हिँड्ने विश्वास। हिब्रूको पुस्तकमा विश्वासैद्वारा भनेको छ धेरैचोटि। प्रभु येशू ख्रीष्टमा गर्ने भरोसा, विश्वास, यो विश्वास। प्रभुले जुन कुरा भन्नुभएको छ त्यो कुरामा हो भन्ने विश्वास। उहाँले हो भन्नुभयो, 100% हुन्छ, यो विश्वास। केही बुझ्नुभयो भने म आशा गर्छु। धन्यवाद।